नमस्कार दर्शक वृन्दहरू, हामी आइपुगेका छौँ। हामी चाहिँ यो के भन्नु, यो बनाएको देखाउँदै हो। यो हामीले बनाइयो होइन, यो बनाउँदाखेरिको हामीले चाहिँ कसरी बनाइयो भन्ने भिडियो बनाएर राखेको छौँ। यसको लास्टमा चाहिँ हामीले यो गिटारमा डेमो पनि हालेका छौँ होइन। यदि हजुरले लास्टसम्म हेर्नुभयो भने हजुरले चाहिँ एकदम मिठो सुमधुर सङ्गीत विधानले बजाएको एकदम मिठो गिटार चाहिँ सुन्न पाउनुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि लास्टसम्म एकदम मजाले ध्यान दिएर हेर्नुहोस्। र विधान तँले के भन्न मन लाग्यो भन बा। ल सबैले हेर्नुपर्छ अब के हो ल सबैजनालाई नमस्कार। अनि होइन त्यो कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अरू के हो तपाईँ सही कुरा त्यही हो भन्ने उहाँको पनि त्यही हो भनाइ होइन। भिडियो धेरै लामो छ तर हजुरहरू लास्टसम्म हेर्नुहोस्। त्यो के अरे लेख्नु पर्छ कस्तो कस्तो लाग्यो त्यो लेख्नु पर्दैन तलपट्टि हाल्नु पर्छ। गाली पनि दिनुहोस्, गाली दिनु मन छ भने मुख चाहिँ नछाड्नु होला। सँगै त्यही हो क्या, हामी सँगै त्यो अलिकति हेर्नु पर्दैन। ल ठिक छ, ल थ्याङ्क यू, ल बाई। ल अब यो चाहिँ हाम्रो ऊ हो होइन, यसमा बनाउन लगाइरहेको छौँ। यसभित्र हामीले चाहिँ यो सर्किट चाहिँ मैले डिजाइन गरेको, मेरो नाम पनि छ यहाँ, कता छ, पक 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 पक, यहाँ मेरो नाम छ। यो मैले डिजाइन गरेको होइन, यो प्रिएम्प हो। यसमा चाहिँ यहाँ भएको चिजहरू फिट गर्दै जाने हो। यसमा चाहिँ हामीले हिजो फिट गऱ्यौँ यसमा। अब यसमा सबै कम्पोनेन्ट हालिसक्यौँ। अब यसमा पाल पारेर यसलाई फिट गरेर तपाईँहरूले हामीले आवाज सुनाउने छौँ। के भन्नु छ? रातभरि निद लगाएर। ल ठिक छ, कहिले त ल ल ल ल ल टाइम अब चेक गर्ने भएन, अझै हाल्नुपर्छ हुन्छ अझ थोरै। यहाँबाट भएन कि यहाँ र यहाँ भन्छ क्या अन्त। यो त यहाँबाट त जान्छ क्या, यहाँ पनि अलिकति पाल पार्नु पर्ने जस्तो माने। ल ठिक छ, कुरो बुझ्यो नि त। तर यता ठिक हुन्छ भयो, हुँदैछ। ओ बल्ल आयो राम्रो। यो त भयो, भएन गयो अझै भइसक्यो। ल ठिक छ। खै डस्टिङ कहाँ छ? ऊ पछाडि होइन क्या, बस डस्टबिन नदेखाए झरेर घाउ हुन्छ होइन, झरेर घाउ हुन्छ। ल बस 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 भाग्यो भयो। खासमा यो विधानलाई गराउनु भनेको, मलाई विधानले गर्ने भनेको होइन। यो तपाईँले बनाउँछ, मलाई आउँदैन क्या नि त। मैले सिकाउनु थियो नि त बाबु यार। तपाईँले बनाएर सही हाल्नु, मलाई त बिहारै थियो। होइन बिग्रिन्न क्या, मैले हिजो यस्तो बनाएर थियो यो सबै त्यसरी। ल यो भयो। ल अब अर्को के हो? बस एक नम्बर। ल अहिले अहिले यस्तो भयो यसमा अहिले तार जोडी हुन्छ होइन। यो चाहिँ ठिकै हो, हुन्छ। ल अब अर्को के गर्नु? ल फेरि अर्को पालो हाल्नु पर्छ। कहाँबाट लाने हो? कहाँबाट लाने के? अब कहाँबाट लाने? यहाँ अब यो हाल्ने, यो भोल्युम, यो चाहिँ भोल्युम कन्ट्रोल हो हाम्रो प्रियमको। त्यसलाई हालिरहेको छ। एक्सप्रेसनका साथ हिँड्नुपर्छ यो चाहिँ। खै यता अलिक अनुहार देखा न यसो एकदम। बस 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 हो बस हो। ल ल ल ल बस 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 भयो, निस्क्यो उताबाट। के हुँदैछ यहाँ? ल निस्क्यो निस्किनु जस्तो है। चाहिँ ड्रिलर भएको भए त फ्याट्यो होइन। ड्रिलरको यस्तो हुन्छ नि, पाल पार्ने यस्तो घुर पारेर कि त्यो हुन्छ नि, त्यो यस्तो के जानु पर्दैन त्यो छैन हामीसित। त्यही भएर यस्तो के यस्तो यो भ्याएर बाँच्ने छैन छैन। रेस्टुरेन्टमा थियो, ल्याउ त्यो कहाँ ल्याउनु। ल ल ल निस्क्यो ल बस। ल ठिक छ, अब यसलाई यसो गजब छ। ल भयो नि, भयो भयो भयो। पुरै घुसा पुरै पुरै होइन होइन, घुमा घुमा यसै घुमा
यसै घोर्नु पर्छ कि अलि सानो बन्छ नि त बस बस ए मैले यस्तो खिचेँ यस्तै हो खिच्ने कि यस्तो हो कस्तो यस्तो यस्तो हुन्छ सिधै हात काट्छ अहिले फेरि ल काट्दैन अब यसलाई अब यसमा चाहिँ अझै पनि पाल पार्नु पर्छ होइन यसले पाल पार्ने अब यसले होइन यो हो यसले यताबाट पहिला घुसाउनु त्यसलाई भित्र कसरी त्यसलाई भित्र घुसा यसलाई यस्तो होइन कस्तो यसलाई यस्तो गर घुसा त यहाँबाट बिचमा घुसा यहाँ अनि घुमा अब अलि राम्ररी है ल पक किन खै अलिक गोलो हुने गरौँ राउन्ड सर्कल बस ल अब यसलाई तान्नुपर्छ अब यसलाई होइन अझै गर अझै यो त यो त सानो छ यो ठुलो छ अलि ठुलो गर्नु यसको यो घुस्ने गरेर हजुर बनाउने हेर्नुहोस् होइन अब यहाँ चाहिँ ए भयो कुच्यो ओहो ल ठिक छ बस के गरे गाह्रो भयो नि त गाह्रो त भयो है भिडियो अलि यता हेरौँ क्या अब यो हाल्छस् तैँले के गर्छस् तैँले हाल्छस् यो खैसम्म गर्छु खै ल समात ल यहाँ त ठुलो छ तर अडिन्छ सानो भयो बार हो ठुलो भयो त के हुनु यो खोल कसो यो तलको चाहिँ यो छोड माथिको मात्रै कुन चाहिँ यो तलको माथिको चाहिँ निकाल तलको छोड त्यही हात सकिन निक्लिन्छ घुमा भयो यो होइन उही छ खोइ कता छ ए सब ल अब त्यसलाई हाल त्यहाँ यसो हाल्ने हो ल भयो ल होइन के भयो मिल्छ ए हुन्छ पक के गर भन्दाखेरि यसलाई एकचोटि भित्र हाल्नुपर्छ थिच हो अनि यसले घुमाउने हो पक्ने यहाँ मसँग छ ओइ ठुलो भयो यार होइन मिल्छ कहाँ घुमाउने यो यसले घुमा ए मिल्छ खै सुरु अरे पक यो होइन राति समात त मलाई त आउँदैन यो यस्तो गर्नुपर्छ यो माथि यो तल हुनुपर्छ यो चाहिँ यस्तो हुनुपर्छ यो माथि हुनुपर्छ यो तल हुनुपर्छ यहाँ भित्र ठुलो भएकै हो तारा हाल्दाखेरि गाह्रो हुन्छ नत्र पख बस हो त्यसपछि लामो भएछ क्या यता ल्याउने हो कहिले त हो ए म गर्छु ए गर्छस् खै समात आफू म घुमाउन छु हत्तेरिका खोले पछाडि खोलेर बस पछाडि खोलिन्छ ल नि के भयो चेक गरौँ न ए जोड्ने ओ खोलो भा ए भइहाल्यो नि ल ठिक छ नाइस नि भित्र गइसकेछ ल ठिक छ ल भयो ल बास अबको फेरि धुनी अब अलिक बिस्तार गर्नुपर्छ होइन अलिक गोलो हुने गरेर त्यहाँ सानो बन्छ नि होइन बस दाल पोखिँदै के भयो के हो यो चियापत्ती खा ए चिया पोखेछ चिया पोख्यो है यो चाहिँ दर्शक माइन्ड नगर्नु होला ल भयो ए ल ए एक नम्बर अब यसलाई काट्नुपर्छ कसरी काट पर्ले त ए जान्न मलाई लगाउनुहोस् त पाउन गर्नु अब
तेरो घुमाउनु पर्छ च्याप्टो पारेछ नि त्यही त गोलै छैन नि यार के गरे गोलो बनाउनु पर्छ नि बाबु तर केही भएन मिलामा मिल्छ लामो भयो यस्तो भएछ क्या यो भयो छिच्छ यतिकै गेम न क्या ल ल यो त एक नम्बर भयो नि बनाउनु भयो अब यो लास्ट एउटा टुक्रो काटेपछि कुन गर्नु यो अब यो र एउटा हाल्नु पर्छ आमा कति लामो र है ए त्यस्तो हो खै यस्तै हो हेरेको छु यहाँ पुरै बनाउने अब यहाँ सँगै यसरी बनाउनु होइन हो ल अब भयो अब हो न हो त्यही हो हो भन्छ नि त हो भन्नु त्यही त सोध्यो हो नि त होइन भनेर क्या नि होइन हो न सोध्यो नि ल हो यहाँ त बनाउनु भयो अब यो घुमाउनु पर्छ होइन बान्नु पर्यो बान्नु होइन घुमाइले यहाँ छ के सिरा भयो नि ल घुमा बा कता हो यता हो बस बास भएन मिला बस 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 सही बस हजुर अब बस बास त्यही क्या ल बस भएन यो बास भएन बास गर्न त जोड्न यति चेक गर्नु होइन यो टाइट होइन यो त घुम्छ यो त होइन एउटा हात मसँग त्यही भएर गाह्रो भयो तपाईँ ल ठिक छ केही छैन भयो त ठिक छ बस बास बस बास बस बास बस बास बास त बास बस बल्ल भयो यो लाग्छ नि छैन छिच्छ क्या बा छिच्छ बस ल बाघ बा पुरा बिहारे चाहिँ कडा भयो ल कडा राम्रो है जोड्ने चाहन्छु त्यो ल जुडा यार यहाँ यता हेर्नु उडे यहाँ देखा यहाँ जोड्ने जाथे कुन छ यो जोडियो अब हामीले यसमा चाहिँ तारहरू छ नि यहाँ मैले यो हिजो बनाएकै हो यो विधानले हिजो चाहिँ यो पछाडि सोल्डरिङ ठिकै छ एकदम राम्रो क्लिन गरेको छ होइन यो चाहिँ हाम्रो विधानले गरेको यहाँ च्यातेर क्लिन गरेको छ अब यसलाई चाहिँ तपाईँहरूले हामीले दुईजनाले यसलाई चाहिँ अब यहाँ जस्तै यो यहाँ देखा यो डिसी लेखेको यो एलइडी हो यहाँ हामीले एलइडी हालिन्छ एलइडीको तार यहाँ छ यहाँ बल्बमा त्यहाँ छ अब यसमा स्विच हालिन्छ यो स्विच जोडिन्छ यो अब तपाईँको यो लास्ट अब यो गर्नुपर्छ यो अडियोको ज्याक हो यो हो डिसी ज्याक यसमा हामीले ब्याट्री जोडिन्छ डिसी ज्याक युज गरिँदैन र यसमा हामीले अडियोको ज्याक कुन चाहिँ इनपुट कुन चाहिँ आउटपुट त्यसको पत्ता लगाउनु पर्ने छ यो इनपुट हो ल यो इनपुट हो यो आउटपुट हो यताबाट इनपुट हालेर यताबाट आउटपुट ल ठिक छ अब हामी तार जोड्न गइरहेको छौँ अनि यहाँ चाहिँ यो पोटेन्सियोमिटरको तार ल अब जोडाउँ कहिले अब हामीले सुरुमा चाहिँ यो ब्याट्रीलाई चाहिँ यहाँ सोल्डर गर्नु गइरहेको छौँ यसमा होइन हाम्रो सर्किट चाहिँ यो हो यो अनुसार गर्दैछौँ हामीहरूले हाम्रो डिजाइन गरेको सर्किट हो यो मेरो नाम तपाईँहरूले देखेको हुन्छ यहाँ अब हामी वायर स्ट्रिप गराउनु गइरहेको छौँ विधान आचार्यलाई होइन पहिला यसलाई यहाँ राख्ने यसो राख्ने ए हजुर यही हो ल त्यही घुसा नि अनि त्यसलाई स्वाट्टै तानिहाल
अलि होइन पुरै 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 त्यति होइन नि त यार अलि हो कि कतिसम्म अझै ठ्याक्कै यहाँसम्म ठ्याक्कै यहाँ ठोकिने बेलासम्म योसम्म होइन धेरै भयो चट्टै पार ल ठिक छ ल घुमाइन्छ अब हामी यसमा जोड्नु भएन क्या हाल्न गइरहेको छौँ यो तारहरू यो रातो त्यही हो ठिक छ प्लसमा होइन कालोलाई माइनसमा कुन कालो हाल्ने कुन कालो हाल्ने त्यो माथिको कालो यो माइनस हो त्यहाँ गयो त्यो बाहिर ननिकाल्यो अलि ठिक छ ल मिला मिला हो ल अब यसलाई तल गर त पछाडि गर हो अब ल यो तान कति भयो यो कतिसम्म ल पर्फेक्ट होइन ठुलो ठुलो सानो ठुलो सानो त्यो काम छैन त काम छैन ठिक छैन त्यो पाता भयो होइन नराम्रो नक्कली पर्छ चाइनिज यो चाहिँ यो त कामै छैन ल अब रेडी भयो नि होइन भयो नि 47 ल डन बस 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 खोइ त जोड भयो ल अब यतापट्टि भयो ए के गरे बाउ भयो 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 बल्ल भयो मोटो छ भगयो अहिले पुछ एकचोटि पानी छैन क्या ए पानी हाल्नुपर्छ पानी ल पानी पानी यही पानी हो त्यही हो खना खना त्यही हो मेरो हात कति हाल्ने एक बिरको ठोक अझ ठोक अझ त कामी ल भयो ल भयो ल पानी पक्यो है ल भयो ल त्यसलाई उ गर सफा अब पुछ ओहो पुछ भयो भयो बन्द अब नेक्स्ट यो रेडी भयो नि होइन ब्याट्री काट्नु खोइ त काट्नु पर्यो अलिअलि निस्केकोलाई स्पेसल्ली हो यताकोलाई काट्नुपर्ने रहेछ है यो त पुरानो भइसक्यो चट्टै पार तर्को लाइन चट्टै पार जान्न पछाडि भयो भयो यतिकै हुन्छ के हुन्न त के हुन्न ल हुन्छ ल भयो नि अब अर्को के हो ल अब नेक्स्ट जाले हुन्छ क्या भित्र हाल्नुपर्छ अब केमा हाल्ने अब यसमा हो यसमा जुन नि हाल्ने आमा अगाडि कि पछाडि हो अगाडि यसलाई कसैले रोकेको राम्रो यस्तो म त साथै हुन्छ कहिले समाति हुन्छ ल के मैले गरौँ त्यो के अरे अगाडि हाल्नुपर्छ कि यस्तो यहाँ हो होइन भित्रको अगाडिको पछि जान्ला कि यस्तो तल यसो माथि हुन्छ कि त्यसरी हाल्ने हो हुन्न त यहाँ अलि माथि हुन्छ कि तल देखिन कि यस्तो के उडाउनु के ल ठिक हो सरी हो बस हो अलि भएन भयो हेर्नु किन आउने ए हुन्छ हुन्छ बास भन्नु बस ल भन यो त म गर्छु गर्छस् ल केहरू घुसाउने बुझाउनु के ल ल कुन चाहिँ हालिस् ओइ के गर्छ पक तैँले उल्टो हालिस् क्या है भएन यो त्यहाँ होइन कसरी त्यहाँ होइन तँ निकाल यहाँ हो ल ठिक छ ल ए भयो बास ल अबको यो लानु ल दुइटा सानो काट धेरै भयो हुन्छ केले धेरै सानो भयो भने सानो एउटा काट्नु पर्छ कि यहाँ हो त्यो काट ल भयो नि ल ठिक्क काटौँ हो कस्तो हेरौँ क्या ठिक छ ल पर्फेक्ट भएछ नि हजुर होइन ठिक छ
ती के होइन ठिक छ ल ठिक छ नि तिमी अब त्यसमा हाल्ने अब यो यो अलिकति गल्ती गरिरहेछ के हाँस्नु यो त गल्ती चाहिँ गरिरहेछ त्यसको बाद टेप लाग्नुपर्छ यहाँ होइन कता हुन्छ ल कता जता हालिरहन्छ के हेर्नु ल खै यो काट्नु भयो कति धेरै थोरै ठिक फ्याट्ट गर्ने हो कि सट्ट काटेको धेरै धेरै टाइम लाग्यो भने त हो तान्नु च्याप्पै तानिहाल्छ झ्याप्पै बस सट्टै हालेर त्यस्तो बेसरी हाल्नुपर्छ होइन गर्दा ल एलाइन गर ल ओइ फ्याट्टै त्यही क्या मैले त म गर्छु त्यसो भएन तपाईँ गर्नुहोस् यो रातो भए पनि खै धेरै बेर उ गर्नु हुने सट्टै पार्ने हो त्यही त फोडो भन्छ सट्टै बस हो रातो हुन्छ कालो हुँदैन बस पाँच होइन बा पाँच बस मैले पाँच भने आगे भन्छु बास यो बास भयो नि बास यो चाहिँ उठ्यो यो बस्नु बास बस कहिले म गर्छु एउटा काट्दै एउटै काट्थ्यो यो त हाम्रो भएन बस ल त्यही क्या वास होइन प्याट्टै पार्ने प्याट्टै गर्नु प्राप्त गर्नु बस अब के हाल्ने रातो कुन रातो हाल्ने पर्छ के भयो यो तलकोमा रातो हो माथिमा कालो यो र पहिला तलको रातो हालौँ है रातो हाल्नुपर्छ यस्तो होइन यहाँ माथि गाउने यहाँ तल जान्न के हुन्छ ल माथिबाट गर्नु तँ यहाँ गरेको केही देखियो नि त के अनुहार खिचेको छ फेरि हजुर यो त हालेको केही देखियो नि बास बस बास भयो र यो भयो त अलि मजाले गर्न अझ थोरै त्यसलाई पगाल अझ थोरै हो ल यसो गरेर यसलाई यहाँ त्यहाँ होइन यहाँ यो त देखिने गरेर हुन्छ कस्तो खै त यसको सेतो भयो बास बस ल अब अर्को कालोले त्यहाँ टच गरेछ अब अर्को फेरि कालो खै त अर्को कालो खै त बास बस भएन भयो हालिस बस एक नम्बर भयो ल सरी मैले चाहिँ देखाइदिनु भएन होइन अब देखिरहेको छैन हजुर यतिकै हुन्छ बस ल अब यहाँ यो स्विच चाहिँ अलि बदलिलो अब यो के भन्छ यसलाई ग्लुगन के अरे ग्लुगन यसरी हाल्नुपर्छ अब एकछिन तातो भयो अब कसरी हाल्ने यो यति भरेपछि अब यता यहाँ अलिकति डेन्जरस हुन्छ यो अलिकति उ छ तिखो छ त्यो सेफ्टीको लागि हात नकाटोस् भनेर कलर पनि ठ्याक्क मिलेको हुनाले यो डिजाइनलाई अलि एकछिन बसेको कति लामो हो यो यहाँ फिट हो लाइन फिट गरिदिनु ल ब्याट्री हाल्नु भएन ब्याट्री हालेर अब हामी एलइडी टेस्ट गर्न गइरहेका छौँ यहाँ ब्याट्री हो ल चेक गरौँ है त चल्छ कि चल्दैन तपाईँलाई ओके
चेक गरे है त अब कस्तो हुन्छ यता अब अगाडि हो खै पछाडि हो चलिरहेछ राम्रै यो भगे ठिकै रहेछ ल कसले चल्यो नि त ल अब हामी अब टेस्ट गर्नु 1 2 3 चल्यो बल्ल र मलाई हिजो बल्ल यस कङ्ग्रेचुलेसन लच्चा गर चच चस ल ठिक छ ल यो जिता बनाउनु अब हैन पक्की यहाँ आज मिलाम टेस्ट गर्ने बेला आएको छ हैन अब हामी टेस्ट गर्ने एकछिन भिडियो रोक अब हामी चाहिँ तपाईहरुलाई यो साउन्ड चेकका साथ रिटर्न हुने छौं है ल भिडियो रोक ल इक्जाम अब हामी अब साउन्ड टेस्ट गर्ने गर्छौं गिटारमा हैन विधान आर यु एक्साइटेड त्यही हो ल अब यो यहाँ अब खाली गरेर हाम्रो यो एम्पमा म के गर्न गइरहेको छु भन्दाखेरि म मेरो एउटा इफेक्टर निकालेर चाहिँ एम्पमा यो प्रिएम्प हो प्रिएम्पलाई युज गरेर म तपाईहरुलाई यसको साउन्ड देखाउन गएको छु ल स्टे ट्युन प्रिएम्पले चाहिँ अलिकति साउन्डमा चाहिँ अलिकति यो एकदम मिठो आवाज दिन्छ जस्तो मलाई लागिरहेको छ अब यसको डेमो हामी सुनाउन गइरहेको छौँ केही बढी कुरा नगरिकन ल यो गिटारको प्रिएम्पको चाहिँ के भन्दाखेरि अब त्यहाँ हेर्न सक्नुहुन्छ होइन त्यहाँ चाहिँ यसमा चाहिँ भोल्युम कन्ट्रोल मात्रै छ तर यसमा चाहिँ यो तपाईँको के भन्दाखेरि यो अहिले यताबाट चाहिँ होइन यो गइरहेको छ यहाँ सिङ्गल चेन चाहिँ अलिकति यो चाहिँ लास्टमा प्रिएम्प भए पनि डिस्टोर्सनहरूदेखि ल्याएर होइन अलिअलि कोरसहरू हालेको छु त्यहाँबाट लास्टमा प्रिएम्प भएको छ प्रिएम्प मैले हाल्नको चाहिँ यो यत्रो होइन मल्टी इफेक्टहरू जाँदै किन प्रिएम्प हालिस् भन्ला होइन मान्छेले होइन प्रिएम्पले चाहिँ के गर्छ तपाईँको भन्दाखेरि यो मैले डिजाइन गरेको प्रिएम्पमा चाहिँ मैले अलिकति 1 माइक्रोफ्यारेडको चाहिँ क्यापेसिटर हालेको हुँदा थोरै यो चाहिँ हाई पास फिल्टरको रूपमा काम गर्यो यो चाहिँ तपाईँको हाई फ्रिक्वेन्सिजहरू हुन्छ नि त्यसलाई चाहिँ कट गर्ने भएको हुनाले यसको फेन्डरको स्ट्याटिक जुन यो पिकअपमा यो पोजिसनमा अलिकति हार्स फ्रिक्वेन्सिजहरू आउँछ नि जुन त्यसलाई चाहिँ कट गर्छ यसले चाहिँ होइन अनि यसलाई अलिकति वार्म बनाउनु भएको हुनाले चाहिँ अलिकति यो एकदम के भन्ने हो यो पाम मिटहरू हान्दाखेरि 80 स्टाइलको टोनलाई चाहिँ एकदम पर्फेक्टली सुट हुने खालको साउन्ड हुन्छ होइन तपाईँले सुन्न सक्नुहुन्छ म अब तपाईँलाई अलिकति पाम म्युट गरेर सुनाउनु गइरहेको छु कस्तो लाग्यो नसुन फेरि यो मजा आयो तपाईँहरूको यो प्रतिक्रिया होइन मलाई यो यति छोटो भिडियो छ हाम्रो हामीले बनायो आज होइन अब म यस्तै भिडियोहरू अरू पनि कस्तो लाग्यो हाम्रो यो बनाउन एकदम मजा आयो विधानलाई कस्तो लाग्यो विधान बाबु भन म तिम्रो भिडियो खिचिदिन्छु विधान ब्रो हाउ वाज मजा आयो विधानलाई पनि अब एकचोटि हामी गिटार दिनु गइरहेको ल गिटार ल ल त चाहिँ उ गर म चाहिँ वाउ हानिदिन्छु ल ल बजा ल ठोक जे मन लाग्छ त्यही ठोक म यसमा रिदम दिइहाल्छु नि ल ल ल हेर सुरु गर्नु मैले के जे भन्नु छोड्छु
मैले गरेको तैँले गर्ने गर्केर खुट्टा हालेर गर त ल यता ल कुर्सीमा बस्नुहोस् ल बस ल ल हाम्रो गिटारिस्ट विधान आचार्य लेट्स गो यसो के हुन्छ थाहा क्वाइ 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 पार्ने कस्तो खुइन्छ यस्तो उहाँ 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 हो अब क्वाइ यसमा केही छैन ह यसमा केही ए होइन यसमा नि ठोक्ने ए यसो जुनि हो ल मलाई त्यस्तो भन्ने म बिस्तार काम गर प्रियमबाट म अलिकति साउन्ड सानो गरिदिएको छु बजा त ल बल्ल बडो है कत्रो आला से अनि सानो हो यो सिक्का हस्पिटल गयो पुरा आबा वाइरा ला 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 वाह अहिले चर्च हैन भयो नि त अस्ति के यो जिता बोलाएर भयो गिटार बजाएको भएन भयो ला 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 बाबा मजा आउँदैन मलाई त्यो सकिन के ल ब्रिनहरू आज हामीले चाहिँ हाम्रो यो कलेक्सनमा यो हाम्रो कलेक्सन हो होइन अहिलेसम्म बनाएको पेडल बोर्ड त्यस पेडल मध्ये एउटा थपिसक्यौँ होइन त्यसमा हाम्रो विधान आचार्य ब्रो विधान मात्रै उसको चाहिँ थर छैन होइन यो हुँदैन यो कट गर्नुपर्छ होला ठिकै छ यो चाहिँ अफेन्ड कसैलाई अफेन्ड गर्न खोज्यो भने सरी के अरे बनाउनु उसले चाहिँ आज मेहनत गरेको कस्तो यो क्लिप बिचमा कट भएसक्यो के अरे उसले चाहिँ आज एकदम यो पेडल बोर्डको चाहिँ उसले नै भनेर बनाएको यो चाहिँ होइन बनाऊँ भनेर विधानको चाहिँ इन्ट्रेस्ट भएको हुनाले होइन विधानलाई कसैलाई कतिको रमाइलो हुँदो रहेछ त यो बनाउन यति ढिलो मजा आयो कि आएन यो बनाउँदाखेरि ठिकै मजा आयो फेरि बनाउने कि नबनाउने कुन त बनाउनु भयो होइन फेरि यदि बनाउनु पर्यो भने कुन त बनाउनु फेरि कुन जुन भयो नि हुन्छ फेरि यु विल वान्ट टु ट्राई इट अगेन हो अब पछि घरमा बनाउनु पछि भनेपछि एकदम इन्ट्रेस्टिङ लाग्यो जस्तो छ है अब उसको एक्सप्रेसनलाई लाएन भनेर भन्दा चाहिँ ठिकै छ अब यसमा चाहिँ तपाईँ हामीसँग हिजो सिधाउनु भएन हामीलाई थाहा होइन त्यही भएर सँगै बनाउनु सकिन्छ होइन सँगै बनाउन सकिन्छ फेरि हो फेरि पनि अब हामीले चाहिँ यो यस्तै गरेर यदि तपाईँहरू साथ र सहयोगले चाहिँ गर्दाखेरि हाम्रो कस्तो यदि नेक्स्ट टाइम बनायो भने फेरि पनि भिडियो हालिन्छ होइन यसपालिकोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भिडियो लामो होला जस्तो लागिरहेको छ मलाई है बाई बाई यस्तो हो क्या विधान यस्तो